नमस्ते एभ्रिवान। म चाहिँ आज एउटा सानो कुरा सेयर गर्न भनेर आइरहेको छु है। मैले चाहिँ यो व्यवसाय गरेको 1 वर्ष भयो। यो 1 वर्षको अन्तरालमा चाहिँ मैले धेरै कुराहरूको ग्रोथ पाएको छु होइन। र हामी नेपालीहरू सधैँ अरूको गुलामी भएर नबसौँ भन्न चाहन्छु होइन। कहिलेसम्म तपाईँले अरूको अन्डरमा बसेर यस्तो दुःख 10 घन्टा 12 घन्टा हप्ताको 6 दिन होइन 7 दिन कहिलेसम्म तपाईँ दुःख गर्न सक्नुहुन्छ? जबसम्म तपाईँ अलिकति तपाईँको हेल्थ राम्रो छ तबसम्म तपाईँले आफ्नो त्यो काम गरिरहनु भएको काम गर्न सक्नुहुन्छ होइन। भोलि आफ्नो शरीरलाई केही होस् त तपाईँले केही गर्न सक्नुहुन्न। त्यो भएर तपाईँले आफ्नो पनि लाइफ हुन्छ। आजको भन्दा भोलि बेटर बनाउनको लागि तपाईँले चाहिँ प्लान बी बुझ्न एकदमै आवश्यक छ भन्न चाहन्छु है। यो जमाना भनेको सबै डिजिटल वाइज भइसकेको छ। डिजिटल सबै कुरामा डिजिटल भइसकेको छ। त्यो कारणले गर्दाखेरि तपाईँहरू अलिकति पनि शङ्का नमानिकन डाउट नमानिकन होइन यो कस्तो रहेछ त व्यवसाय बुझ्नुहोस्। यो व्यवसायले चाहिँ हाम्रो संसारमा छरिएर बस्नुभएको लाखौँ व्यक्तिहरूले एकदमै रिटायरमेन्ट लाइफ जिएर संसार घुमेर काम गरिरहनु भएको छ है। र हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीले पनि रिटायरमेन्ट लाइफ बिताइरहनु भएको छ। यदि तपाईँलाई पनि छोटो समयमा होइन रिटायरमेन्ट लाइफ बिताउन चाहन्छु, भोलि यो व्यवसाय गर्दै गएपछि चाहिँ आफ्नो बालबच्चालाई पनि लेगेसी ट्रान्सफर गर्न मिल्छ। एकदमै अमेजिङ छ, टाइमको फ्लेक्सिबल छ है। त्यही भएर तपाईँहरूले पनि सोच्नु होला गरिरहनु भएको काम होइन त्यो कामले हामीलाई चाहिँ टाइमको फ्रिडमै दिँदैन होइन। आफ्नो खुसीले हिँड्न पाइँदैन। सो एकदमै अमेजिङ छ। आफ्नो स्याडल अनुसार आफूले यो व्यवसाय गर्न पाइएको छ है। म चाहिँ एकदमै खुसी छु यो व्यवसाय गर्न पाएकोमा। तपाईँहरूलाई पनि इच्छा छ होइन आजको भन्दा भोलि राम्रो बेटर लाइफ बनाउँछु भन्ने छ भनेदेखि पक्कै पनि मलाई कन्ट्याक्ट गर्नु होला भन्न चाहन्छु।